Hi guys, welcome back to my channel. So again I'm back with new video and I don't know, blood camping is going on at Mangalbaria PHC. So मेरो मम्मी र मेरो हस्बैन्ड चाहिँ गएको छ ड्युटी अन्त आज छुट्टीको दिन पनि सो हामी चाहिँ नानालाई लिन जाँदैछ यहाँ परसम्म गाडी नलिई आउनु भएछ नि त आज अन्त लिनु गएको घर आएर नुहाइदै गरेर बसिरहेको छु म चाहिँ गरम कस्तो गरममा चाहिँ आधी बाटोसम्म चाहिँ गाडी पाएको नि आधी बाटो कहाँ चाहिँ आधी बाटो कुन त नि मैले केही बुझिन नाना चाहिँ गाडी नलिएर हिँडेर आउँदै रहेछ घर म चाहिँ हिँडेर आउनु कहाँसम्म गाडी पाउनु भयो कसको त्यहीँसम्मै रोक्यो आइ ए माथिल्लो गाउँको होला हौ यता माथितिर गाउँको पिङ्की भएर कहाँ जानुभएको आपा मुही परेछ कहाँ गएको तिमीहरू अरे होइन हौ आपाले हौ हामीलाई हौ यत्रो भएको अन्त यसको नाम चाहिँ मेरी अरे गरम छ गरम यहाँ आउने बित्तिकै नानाले कुकुरहरूलाई माया गरी चाटेर आपा कन यता चाटिहाल्छ दान्ते गाडी म भएकोमा चाटेर बिनाहरूले वाक्कै लाउँछ दान्ते मजा आएछ त्यसलाई मेरी ओ मेरी अब चाहिँ हामी घरमा आएर गफ गरेर पनि चाङको घर डुल्नु गएको के हुन्छ घरमा छेकिदिएको ग्यारेन्डल छेकिदिएको अरे आपाले स्टुडेन्टले सक्छ भनेर नानाले मिठाई ल्याइदिएको 1 रुपियाँको च्युइङगम के गर्यो रुइकिन बस्यो कि नानीले आँखा पनि आएको छ त ए अलङ्गु भाइ what are you watching मिवा फोन ल्याऊ छिटो आङ्गिना गर्नुहोस् आङ्गिना फोन ल्याउने पनि भयो ठुलो भएछ नानी पनि हामी मोमो बनाएर खाँदैछु यहाँ प्याज काटेर हाम्रो बिरालो चाहिँ यहाँ सेती बिरालो यहाँ गर्छ हाम्रो काले छ यहाँ दान्ते यसको नाम दान्ते हो बिरालो उसलाई चाहिँ फोटो खिचेन भनेर ऊ पनि आएछ भेट यहाँ मोमो बनाउँदैछ मोमो लभर्सहरू हो अलि मोमो खान्छ हाम्रो घरको चेलीहरूले चाहिँ यहाँ पुरानै पनि आएको छ यहाँ हाम्रोमा मोमो बाँकी छ नि फुट्यो नि पुरा तर मिठो चाहिँ एकदम मिठो मिठो भयो मिठो हेरिहालोस् म खाएको लाठीले खाँदैछ त त्यो त दामी बल छ मेरो फोन त सुदीप झालमुरी सकिसक्यो यहाँसम्म त्यो गाइस झालमुरी खायो बस्यो सो गुड मर्निङ गाइस अहिले त बिहान भइसक्यो हो अन्त मेरो आपा चाहिँ यहाँ बदमास गर्दैछ भाँडा बजाउँदै हिँड्नुहुँदैछ सो हिजो चाहिँ मैले भिडियो कन्टिन्यू गर्नु बिर्सेछु नि त हिजो हामी मरौमा गएको थियो काम सघाउनु अन्त मरौमा गएर भिडियो बनाउनु भएन होइन अन्त हामी राति 12 बजी मात्रै आयो अन्त 12 बजी आएर सुतिहाल्यो नि त सो त्यति नै थियो हिजोको भिडियो चाहिँ अन्त आज त्यसलाई कन्टिन्यू गर्दैछु बिहान अहिले खानासाना पकाउँदै सबैजना गफ गर्दै हो त्यस्तै हो
अन्त के गर्दैछ हाम्रो घरको मान्छेहरू म तपाईँलाई देखाउँछु ल। आपा गुड मर्निङ। गुड मर्निङ। भाँडा बजाइसक्नु भयो? भाँडा बजाइसक्नु भयो? यहाँ हाम्रो आङ्गी आउनु भएको छ। नाना बिजी फोन हेर्नुमा, सुदीप पनि बिजी फोन हेर्नुमा। आङ्गी हाँसे किन? मम्मी बिजी। कस्तो गर्नु? यहाँ हेर्नुहोस् गाइज होइन, हाम्रो चाहिँ घरको यो फल्स सिलिङ लगाएको छ होइन। अन्त यो चाहिँ व्हाइट कलरमा छ। अन्त यहाँ तपाईँहरूले देख्नु हुँदैछ होला यो चराको घु होइन झिङ्गाले टट्टी गरिदिएको। यस्तो डरलाग्दो थियो र अहिले यस्तो भयो। हामी सबैजना मिलेर घरमा भेला भएको बेलामा सफा गर्दैछौँ। अन्त बाई द वे दिस इज माई आइडिया। यस्तो थियो छेउबाट हेर्नुहोस्। अब यो देखाउनु हो अन्त अब हेर्नुहोस् मलाई देखाउनु म थाकिसकेँ गाइस। अब हामी खोला जाँदैछौँ। ऊ चाहिँ अलिकति काम गर्दा थाकिहाल्छ है गाइस, भनिदिइहालेको तपाईँहरूलाई। दिस इज फर यर काइन्ड इन्फर्मेसन। हाम्रो यहाँनिर एनर्जेटिक छ ज्वाइँ हो, ज्वाइँ साहबलाई पनि अराइदिइहालेको। यहाँ बाहे काले दाई काले दाई काले काले दाई काले दाई। ऊ सुइकाले भेटेछ कहाँबाट नि त्यो फेरि। हेलो फेरि मैले फेरि भ्लग अन गरेँ। अघि सबैजना काम गर्दै थियो, काम सकेर मैले खोला जान्छु भनेको थिइनँ। अब सबैजना खोला जानु रेडी भइसक्यो। हाम्रो गाउँबाट चाहिँ बेसी खोला जान्छ। केटाहरू चाहिँ गाउँको उहिलेदेखिको नि हाम्रो चाहिँ अङ्कलहरू चाहिँ भराइ जान्छ हो। पहिला झन् ठुल्ठुलो पिकनिकहरू खान्थ्यो हामी सबैजना गाउँको मिलेर गएर। अहिले चाहिँ त्यस्तो हुँदैन, अलिअलि गयो खायो आयो त्यस्तो खालको गर्छ नि त। अन्त मलाई गाडीले छोड्यो होला, एक गाडी छ। सुदीप र सुइका चाहिँ उयो स्कुटीमा आउँछ अरे, ऊबाट निकाल्दैछ। खोइ गाडी त छैन त। ए ऊपर रहेछ। खोइ WRV भन्ने चाहिँ कुन चाहिँ गाडी हो? हन्डाईको सबैले जान तपाईँ चाहिँ खाली लु चलो। हाई गाइस, केटाकेटी मात्र छ त। मिठाई सबै ब्ल्याकीहरू छ त। एउटा ब्ल्याक 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 के हो ब्ल्याक? यहाँ हामी चाहिँ आगोको दोकानमा मिठाई किन्नु चाहिँ आएको छ हो। खोला जाने टिमहरू खतरा खतरै यहाँ अति नअति गाडीमा। यहाँ नानीहरू काकमा छ, सैनाकोमा छैन रहेछ है। जाउँ भिडभाडहरू कडा छ हाम्रोतिर। पुग्यो खोला यत्रो छ, एक रात पिकनिक खाने। आम्मामा यो चाहिँ फटाउनु हुँदैन है। यो चाहिँ हाम्रो खाने हो नि भाँडा। तपाईँ यो कोक बोक्नु त स्प्राइट यति हो। उयो ब्यागमा लगायो चाङले। चलो माइ गॉड होइन होला। चलो ब्रदर के हो यो भयो? आम्मा गुट्टु टुटु छ त। पिकनिक जाने मान्छेहरू त यो चाहिँ हाम्रो ड्राई पिकनिक हो। मजा आउँछ, झ्यालमुरी खायो हिँड्यो है त। हामी दुईजना चाहिँ खोला आउने पार्टनर हो। कति आउँछ झन् तीनपल्ट त भयो हामी। तीनपल्ट वाक्कै। तीन सन्डे भयो, तीन सन्डे। आज पनि सन्डे हो नि? आज पनि सन्डे हो। अस्ति फ्राइडे आएको, गुड फ्राइडेमा क्या त। जेहरीलाई ग्यास सुँग्नेहरू पनि छ। भगवान् म पनि हेरौँ कस्तो रहेछ। कहिले पनि आएको छुइनँ। माई गॉड यस्तो रहेछ नि त। तातो अब तेरो दादाको जिनिस चाहिँ
अन्त एक जोडी त लुगा गाडीमा बोक्नु पर्थ्यो नि स्वीकार फेरि यहाँ हामी तिनजना त हेर्ने सुपे नाना कहाँ गएको तपाईँ झन्डै तर तपाईँको टाउको ठोकिँदै त त्यहाँ गइरहेछ नि झन्डै लड्यो खोला चाहिँ हामी कति चाहिँ आउँछ हामी चाहिँ इन्जोय गर्न आउँछ खोला हो अब चाहिँ लास्ट होला यो खोलाहरू आएको किनभने चाहिँ खोला बढ्नेवाला छ नि त अब वर्षा बेसी पानी पर्यो भने चाहिँ त्यो भएन हेर्नु सक्छ तिमीहरू कहाँ खेल्ने भाइ कहाँ यहाँ खेल्दा मार्छ आमाले माथि है निक्ल्यो जाउँ तिमी जाउँ ल होइन होला जाँदै खेल्नु दामी दामी स्विमिङ गर्ने ठाउँ यहाँ छ त्यो त गयो कहाँ हौ नाना बुझी स्वीकार एकछिन हरायो कि डुब 2-4 सेकेन्ड जस्तो भएर त पर निक्लेछ नि कस्तो अब इपा चाहिँ यहाँबाट उयो यो ढुङ्गाबाट डाइभ गर्ने अरे जान्दैछौ हो ऊ यहाँ ऊ बिजोक अब हेरे डाइभ हाल्न आँटेको छ आँटा आएन भन्दैछ ओ हस्बेन्डले आउन भन्दैछ भाइले ऊ भाइको कला हेरिहाल्नु छैन हरायो कहाँ निक्लिन्छ अब केटाकेटीहरू खेल्दैछ खोलामा हामी यहाँ खानु थालेको अब चाहिँ यहाँ खोइ हाम्रो झालमुरी मलाई लगाइदिनु मलाई टाढो पर्छ अब चाहिँ हामी खोला पनि खेलिसक्यो अब चाहिँ घर फर्किएको होला गाइस आँखा यस्तो रातो भएको सकेको छ हो अन्त यहाँ सामान नानाले प्याक गर्दैछ न्युज पेपर झऱ्यो त अन्त बाई गाइस